हेलो गाइज नमस्कार। आज हाम्रो घरमा लोकल कुखुराको अचार बनाउने रेसिपी सिकाइरहेको छु हजुरहरूलाई। यो हाम्रो लोकल कुखुरा आगोमा मस्त पारेर सेकिरहेको छ। अचार हुन्छ हाम्रो यो सुकाएर मस्त पाराले। अब हेर्नुहोस् हल्का पाकिसकेको छ, आगोले हल्का रोस्टेड भइरहेको छ मजाले। देसी स्टाइल नेपाल हमको गाइस देख सकते हो गाइस। हेर्न सक्नुहुन्छ अहिले अब मस्त पाराले सबैतिर हल्का मस्त राम्रो तरिकाले पाकिसकेको छ सेको। मस्त सुकाउँदै ड्राई भइरहेको छ यो गाइस। यदि तपाईहरुले रेडी यो भिडियो मन कटिङ भइरहेको छ हाम्रो यहाँ र टक्क पार कटिङ हजुरहरूले लाइक कमेन्ट गरिदिन सक्नुहुन्छ, सब्स्क्राइब गरिदिन सक्नुहुन्छ। मस्त देसी स्टाइलको घरमा फाइनली गाइस रेडी भएको छ। मस्त मसला टक्नीमा भइरहेको छ है। मासु टक्क अब अचार हुनलाई रेडी छ हाम्रो। टक्क पर तेलमा कराईमा हेर्नुहोस् मेथी हालेको छ, जिरा, त्यसपछि कुटेको लसुन र काटेको खोर्सानी, माथिबाट हालेको साग र सोलको पलाउ मस्त पाराले तेलमा रोस्टेड भइरहेको छ। मस्त पाराले अचार हो है। त्यही माथिबाट गार्लिक पनि आयो। अब मस्त पाराले पाक्छ। अब एकछिन ड्राई हुन्छ हाम्रो अचार है। अचार फाइनली गाइस रेडी भएको छ। केही छिनपछि चिसो डब्बामा टक्क प्याकिङ भएर विदेश लैजानको लागि रेडी भइरहेको छ। फाइनली गाइस अचारको डब्बा रेडी भएको छ। मन पर्यो लाइक कमेन्ट लोकल कुखुराको अचार टक्क पारेर विदेश लैजानको लागि रेडी भएको छ डब्बामा।